सो गाइस हामी चाहिँ इन्डियाबाट हिँडिसक्यौँ सिमलाबाट हल्का गइसक्यौँ गर्मी छ ल गाइस म चाहिँ जान लागिसकेँ नेपाल इन्डिया टु नेपालको बर्डर कस्तो हुन्छ सबैजनाले हेरेर इन्डिया आइलौ ल ल नेपाल जाँदैछु है म चाहिँ यसरी नेपाल जानुपर्छ कि मेरो भ्याए पनि कस्तै लागिसक्यो यार यसरी जानुपर्छ नेपालले जति सक्नुहुन्छ के गर्ने यति लामो यात्रा कहाँ सुतेर जाने के गर्ने यति लामो यात्रा त बहुत गाह्रो छ टेन्सन छ अरू पनि छन् है यताबाट अरू पनि छन् एकदम बवाल भइरहेको छ अरू पनि आउँदैछन् है ब्याग पाती पछाडिबाट ल गराइरहेको छु त्यहाँ बसेर ल नेपाल जाने अरू केटाहरू यता छन् है ल हाल घट्टा गरिदिएको अब कहाँ यार भला गराइदियो यार नेपाल बल्ल के छ ल हामी चाहिँ यसरी खान्छौँ यसरी नेपाल जान्छौँ है गाइस यसरी खाएर गाडीमै खाने गाडीमै सुत्ने गाडीमै जाने नेपाल मेरो गाडी यस्ता गाडी छ त्यो गाडी हो अरू केटाहरू उता छन् ल गाइस बुझ्न सक्नुहुन्छ मोमो हामी पनि मोमो खाएर यसरी नेपाल जाँदैछौँ गाह्रो छ बोर्डरबाट लग्न दिने सामान चिनी खाने राजा पनि लाग्दैछौँ हेलो गाइस हामी चाहिँ फाग्लेबाट लागिसक्यौँ सो गाइस हामी चाहिँ इन्डियाबाट हिँडिसक्यौँ र सबैजना हिँडिसक्यौँ अब यहाँबाट हल्का 2-3 मिनट अगाडि गएर चाहिँ हामीले अर्को बस चेन्ज गर्नुपर्ने हुन्छ बसमा जानुपर्ने हुन्छ त्यसमा चाहिँ होइन है हामी जाने सो मेरो हालत चाहिँ यस्तो छ अघि वर्ष मैले गरेको हो तर पनि यस्तो हेरेको छ कपाल मेरो माइक अन भएको छ किन गाइस ल देख्दै गर्नु ल अब चाहिँ कस्तो बसमा जान्छु म चाहिँ देखाउने वाला छु तपाईँहरूलाई क्यामेरा यता छ यता हेरेर चाहिँ हल्का भला बिग्रेको रहेछ यता हेर्नु पर्ने रहेछ गाइस ल ओ दा जिएर यार सबै नि दा के छ गानालाई त घर नेपाल अनि नेपाल जान्लाई घरको नाम हो जान्लाई किन त्यति ल गाइसँग भेट भइसक्यो है भेट भइसक्यो है खै माथि उतै फाट्यो के हामी यता बस्ने यहाँ चाहिँ ल सो गाइस हामी चाहिँ लागिसक्यौँ सिमलाबाट हल्का गइसक्यौँ ल म चाहिँ बाइकमा यता छु होइन दाजुसँग ल देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ यो सिमला यस्तो छ सिमला यता भने सिमला ठाउँ मलाई चाहिँ ठ्याक्कै थाहा छैन कन्फ्युजन छ कि म चाहिँ राम्रोसँग घुमेको छैन गाइस हामी चाहिँ यहाँ एकछिन ल दाजु चाहिँ एकैछिन पर गएर आउनुहुन्छ म चाहिँ एकछिन यता बसेर एकछिन रेस्ट गरिदिनु सो गाइस मैले भलो गराउनको लागि यो माइक त किने तर यो माइकले खासै राम्रो दिएन है मलाई चाहिँ यो खासै राम्रो त लागेन अब कति भएसै दिँदै राम्रो भएसै सुनिँदैन अनि के मजा थियो यार यो माइक चाहिँ कसरी नकिन्नु होला यार 1000 पर्ने होला यो माइक नकिन्नु होला गाइस यसले खासै राम्रो दिँदैन यार मलाई चाहिँ एकदम कति पनि मन परेको छैन यो अहिले त कस्तो दिएको छ मलाई त्यो अहिले त हेरेको छैन तर यो चाहिँ कसैले नकिन्नु होला यार एकदम खतम छ कस्तो हुन्छ त आउँछ कि आउँदैन त अहिले यस्तो गऱ्यो भने यस्तै आइडिया लगाएपछि त राम्रै आउला नि भन्ने सोचो आउँछ कि आउँदैन त कस्तो आएको छ गाइस कमेन्ट गरिदिनु है ल खस लाग्यो खोजेन यो नकस्ने हिसाबले गराउनु पर्यो ठिक छ हामी चाहिँ हल्का तर आइसक्यौँ हाम्रो अघिको गाडी चाहिँ आउँदैछ माथिदेखि अब हामी चाहिँ हल्का तल गएर नाइट बसमा बस्नुपर्ने हुन्छ लगभग 24-25 घन्टा हिँडेर चाहिँ हामी गाडीमा लगातार हिँड्यो भने चाहिँ डाङकलचुपुर पुग्न सकिन्छ अहिले चाहिँ हामी सिमलादेखि हल्का अगाडि आइसक्यौँ जङ्गलको बाटो देख्न सक्नुहुन्छ अघि माथितिर घरै घर बजार राम्रो देख्नुहरू देखिन्थ्यो अहिले चाहिँ यस्तो छ
आजदेखि के राम्रोसँग धुलो कोठाकोठी चाहिँ जस्तो राम्रोसँग भएर पनि हिँड्न पाएको थिइनँ। आज चाहिँ लास्ट भएर हिँडेको छु। ल गाइस नेपाल जाने बस चाहिँ ए नेपाल जाने बस ल कोही छैनन् क्या छैनन् अच्छा गाइस यही बसमा चाहिँ हामी अब नेपाल पुग्छौँ होइन। यहाँको 8 बजेको छ देख्न सक्नुहुन्छ बाहिर पुरा अँध्यारो छ 8 बजिसक्यो हामी चाहिँ यहाँबाट हिँडिसक्यौँ। लगाएर हेर्दै गर्नुहोला चार्ज छैन मोबाइल अफ भइसक्यो। झल्को बजारमा दिल हरायो एक नजरमा बजारको त्यो भिडभाडमा तिमीलाई पहिलो चोटि देखे लालुपाते साडी भित्र मेरो सपना जस्तै भेटे तिमी हिँड्ने चाल देखेर मन यो बिस्तारै ढल्यो मुस्कान तिम्रो देख। आज चाहिँ बसले खाना नखुवाउने रे मैले चाहिँ हल्का खानाको लागि यो सामानहरू किनेको छु। बस चाहिँ यता छ म चाहिँ यता छु भला गराउने स्थितिमा छुइनँ। ल अब जान लागेको बस म चाहिँ बसमा चढेर निक्लिनु पर्ने हुन्छ। झल्को बजारमा दिल हरायो एक नजरमा बजारको त्यो भिडभाडमा तिमीलाई पहिलो चोटि देखे लालुपाते साडी भित्र मेरो सपना जस्तै भेटे तिमी हिँड्ने चाल देखेर मन यो बिस्तारै ढल्यो मुस्कान तिम्रो देखेपछि यो मुटु फेरि बल्यो चिसो हावाले छुन्दा तिम्रो कपाल उडिरहेको त्यो नजरको मायाले मन भित्र आगो बलिरहेको हेर्दा हेर्दै रात बित्यो तिम्रो यादमा यो मन हरायो बिजेको त्यो ताल सँगै माया झै गाडा बनायो मायालुको झल्को बजारमा दिल यो अड्कियो नजरमा। लास्ट गर्मी छ लास्ट गर्मी यस्तरी गाइस हामीले चाहिँ सामान चेक गराइसक्यौँ। ताकि मैले अब यहाँ चाहिँ हामीले जुस पिँदैछौँ अर्कोको जुस पिँदैछौँ होइन। ल दादाले चाहिँ यता जुस पिँदै हुनुहुन्छ। जुस पिएर यहाँबाट हामी चाहिँ लाग्नुपर्ने हुन्छ। उता चाहिँ बोर्डरमा चेक भइरहेछ भन्सारको सामानहरू केही पनि लग्न नदिने रहेछ होइन। गर्मी भएको छ के ल हिजो साँझ हामी 8 बजे बसमा बसेको अहिले यहाँ 4 बजिसक्यो। यस्तो छ हालत यस्तै गर्मी भएको छ यस्तो भइरहेको छ गाउने त पसिना चाहिँ गाह्रो भइरहेको छ गाइस। हेर्दै गर्नु ल ब्लग के कस्तो हुन्छ त गाइस। ल गाइस हामी चाहिँ अहिले धनगढी छौँ है। धनगढीबाट लागिसक्यौँ। ल धनगढीको बसमा गाइस हामी चाहिँ धनगढीबाट जान लागिसक्यौँ। फेरि पुलिसले चेकिङ हान्छ कि के हो किन रोक्यो त। अब नेपालको बाटो फेरि उयो गाइस देख्न सक्नुहुन्छ। इन्डियाको बाटो चाहिँ राम्रो थियो। लास्ट गर्मी चाहिँ म चाहिँ यस्तै बसिरहेको खराब भएछ। ल धनगढीबाट हामी हिँडिसक्यौँ है। ल गाइस धनगढी भन्ने ठाउँमा छु म चाहिँ नाङ्गै छु। फेरि ट्याक्क टाउसाको लिएर रेडी भइसकेको छ। यहाँ बस्नु यता बसेर हामी चाहिँ रेस्ट गरिरहेछौँ है गाइस। यतै गर्नु होला। सो गाइस हामी चाहिँ कर्बुजा खायो जान लाग्यो। अरू केटाहरू उता छन् हाम्रो बस यता छ। अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ यहाँबाट कोलपुरतर्फ चिसापानी अनि कैलालीदेखि हामी बिचैमा छौँ होइन। यहाँबाट अब हामी सिधै कोलपुर
तिर लाग्नेछौँ। देख्न सक्नुहुन्छ म चाहिँ नाङ्गेछु। लास्ट गर्मी थियो मलाई बाल थियो। यस्तो गर्मी म कल लगाउँछ कि कपडा हिलमा छु म 2 दिन भइसक्यो यत्तिकै छु म हेर्दै गर्नुलाई गाइस। ल चार्ज छैन मोबाइल म अफ भइसक्यो। म चाहिँ तुलसीपुर गएपछि खोल्नेछु। तपाईँले इन्जोय गर्दै गर्नु। देखाउँछु म देखाउ ल कर्णाली गाइस। कर्णाली गइसकेको छ देख्न सक्नुहुन्छ। एकदम राम्रो। A few moments later. डीजे बीट बजारौँ मादल घन्काऊँ आजको रात रमाइलो बनाऊँ मायालुको झल्को बजारमा दिल हरायो एक नजरमा बजारको त्यो भिडभाडमा